हेलो अनि नमस्ते क्रिकेट प्रेमी साथीहरूलाई स्वागत छ यो स्वदेश नेपालको अर्को च्यानलमा। साथीहरू, आज म तपाईँलाई चाहिँ नेपाली क्रिकेटको फ्युचरमा अब नेपाली क्रिकेटको फ्युचर कतातिर लम्किँदैछ र आगामी म्याचहरू के छ तपाईँलाई थाहा भएकै कुरा हो। नेपाल अबको चाहिँ लगभग लगभग 2-3 महिना चाहिँ एकदमै बिजी रहने क्याजुअल छ है। अब अब हामीले कुराको सुरुवात गर्दा चाहिँ नेपाल ए टिम चाहिँ अहिले अस्ट्रेलियामा छ। टप इन टी20 सिरिज खेलिरहेको छ। दुर्भाग्यवश भन्नुपर्छ, त्यहाँ राम्रो पर्फर्मेन्स निक्लिन सकेको छैन है त। किनकि ओपनिङ 2 म्याचमै लज्जास्पद हार बेहोरेको छ। पहिलो त नर्दर्न टी20सँग चाहिँ हामीले नर्दर्न टेरिटोरीसँग हामीले चाहिँ पहिलो म्याच खेलेका थियौँ, जसमा हामी चाहिँ 8 विकेटको फराकिलो अन्तरले हारेका थियौँ भने दोस्रो खेलमा बङ्गलादेशको हाई पर्फर्मेन्स 11सँग चाहिँ हामी 9 विकेटले पराजित भएका थियौँ। निकै नै के भन्ने, अब पुवर ब्याटिङ पर्फर्मेन्स भन्नुपर्छ होइन। र विपक्षीले चाहिँ अति नै डोमिनेटिङ गरेर खेलिरहेको देखिन्छ। अब यो स्क्वाडमा कुरा गर्नुपर्दा एउटा कुशल भुटेल जुन चाहिँ नेपाली नेसनल क्रिकेट टिम सिनियर टिमबाट ड्रप भएर यो नेपाल ए साइडमा आएका हुन् भने पहिले चाहिँ नेपाल एलाई चाहिँ अनिल शाहले कप्तानी गरिरहेका छन्, जसमा चाहिँ यङ प्लेयरहरूको भरिभराउ देखिन्छ। जसमा चाहिँ सिनियर टिममा खेलिसकेका अधिकांश प्लेयरहरू पनि यो टिममा समावेश छन्, तर नतिजा भने त्यस्तो सोचे जस्तो आउन सकेको छैन। साथीहरू, अब नेपाली क्रिकेटको हाम्रो सिनियर टिम चाहिँ अहिले सन्दीप लामिछानेको कप्तानीमा छ। उनीहरू मलेसिया उड्नु पूर्व पहिले चाहिँ भारतमा प्र्याक्टिस म्याचहरू खेलिरहेको छ। तपाईँलाई थाहा भएकै कुरा होला, 2 प्र्याक्टिस म्याच खेलिसकेको छ त्यहाँको कर्नाटका टिमसँग र 2मा नै नेपालले जित हासिल गरेको छ। सन्दीप लामिछानेको लागि यो एकदमै महत्त्वपूर्ण कठिन परिस्थितिमा महत्त्वपूर्ण म्याचहरूको लागि नेपाली क्रिकेट टिमको कप्तानी सम्हालिरहेका छन्। भनौँ न, निकै नै अब सङ्घर्षपूर्ण छ, किनकि नेपालको ओडिआई स्ट्याटस बचाउनमा निकै नै मेहनत गर्नुपर्ने देखिन्छ। आगामी बाँकी रहेको खेलमा नेपालले त्यसका लागि ओमानमा जानेछ, जुन चाहिँ नेपालले ओमान र क्यानाडासँग चाहिँ 2-2 म्याच खेल्नेछ, जसमा नेपाललाई चाहिँ लगभग 4वटामै जित त 4वटामै आवश्यक हो, तर एटलिस्ट तिनवटामा जित्यो भने पनि हाम्रो ओडिआई स्ट्याटस गेन हुन सक्छ, जसले नेपाली क्रिकेटको आगामी 4 वर्षको लागि फ्युचर निर्धारण गर्छ। भने चाहिँ हामीले चाहिँ धेरै म्याचहरू खेल्छौँ। हाम्रो यही अगस्त 30देखि नै एसिसी प्रिमियर कप छ, जुनमा चाहिँ हामीले मलेसियामा खेल्नेछौँ, जुन चाहिँ मेन एसिया कपको लागि एउटा पाथवे हो, जुनमा हामीले यदि टाइटलले जित्यौँ भने चाहिँ हामी फेरि पनि ओडिआई एसिया कप खेल्छौँ। हामीले पहिला पनि एकचोटि ओडिआई एसिया कप खेलिसकेका छौँ। यद्यपि टी20 एसिया कपमा 3जना टिमलाई मौका दिएको थियो भने मैले थाहा पाए अनुसार अहिले चाहिँ केवल 1जना अथवा एउटा टिमलाई मात्र ओडिआईको चाहिँ क्वालिफायर दिने उपाधि जिताउने भन्ने छ, जुन चाहिँ एसिया कपमा क्वालिफायर हुन्छ। किनकि ओडिआई भनेको लङ्गर फर्मेट हो, त्यसैले ड्युरेसनले गर्दा पनि धेरै कस्टहरू पर्ने कारणले चाहिँ मैले चाहिँ त्यसरी सोचेको छु। साथीहरू, तपाईँले चाहिँ कसरी सोच्नु भएको छ भन्ने कुरा हुन्छ। अब नेपाली टिमको चाहिँ कप्तान परिवर्तन भइसक्यो साथीहरू। अब नेपालको टी20 चाहिँ अब दिपेन्द्रले सम्हाल्ने छन् भने ओडिआईको चाहिँ हाम्रो सन्दीप लामिछानेले सम्हाल्ने छन्। यद्यपि सन्दीप लामिछानेले पहिले पनि नेपाली क्रिकेट सिनियर टिमको चाहिँ कप्तानीको भूमिका निर्वाह गरिसकेका छन्। यस्तै हो साथीहरू। अब टप इन टी20 सिरिजमा चाहिँ यो वर्ष चाहिँ केही आश गरिएको थियो, पक्कै पनि यङ ट्यालेन्ट टिमले चाहिँ केही गर्छ भन्ने थियो, तर त्यो खासै उपलब्धिमा परिणत हुन सकेको छैन। दुवै खेलमा एकदमै खराब ब्याटिङका कारण भन्नुपर्छ नेपाली टिम हार्न पुगेको छ। खासै यो सेकेन्ड म्याचमा त धेरैजसो ब्याट्सम्यानहरू निकै नै एकदमै खराब सर्ट्स भनौँ अथवा के भनौँ, अथवा पिचलाई नबुझेको भनौँ कि के भनौँ, एकदमै गलत सर्ट खेलेर आउट भएको देखिन्छ। हिजोको म्याच भएको थियो, हिजो झन् लज्जास्पद हारेको थियो बङ्गलादेश म्यानेजमेन्ट 11सँग। अब नेपालले 24 तारिक चाहिँ हाम्रो होबार्ट हुरिकेन्ससँग खेल्नेछ। त्यसपछि अरू बाँकी 2-3वटा गेम छ र यो सिरिजपछि नेपालले अस्ट्रेलियामै लोकल टिमहरूसँग ओडिआई पनि खेल्ने तालिका छ साथीहरू। स्पेसल्ली त मेन कुरा भनेको न्युजिल्यान्ड ए, जुन न्युजिल्यान्ड ए चाहिँ अहिले चाहिँ टप इन टी20 सिरिजमा पनि भाग लिएको छ। तर हामीले टप इन टी20 सिरिजमा न्युजिल्यान्ड एसँग होइन कि हामीले 50 ओभरमा छुट्टै उनीहरूसँग प्र्याक्टिस म्याच खेल्नेछौँ, त्यो चाहिँ तालिकामा रहेको छ।
यस्तै नेपाली क्रिकेट टिमको कुरा गर्नुपर्दा आगामी म्याचहरू निकै नै महत्त्वपूर्ण छ। हाम्रो आयरल्यान्डको टोली पनि नेपाल आउने कुरा भएको छ साथीहरू। तर यद्यपि आयरल्यान्ड ए हो कि अथवा आयरल्यान्डै हो त्यो भने अलि प्रष्ट बुझिएको छैन। त्यसपछि नेपालले चाहिँ कुवेतसँग पनि यो फ्रेन्डसिप गरेको थियो, उसँग नि म्याच खेल्नेछ। अनि डिसेम्बरमा हाम्रो चाहिँ इन्डियाको ए टोली नेपाल आउनेछ, जसमा चाहिँ हामीले 3वटा T20 सिरिजहरू खेल्ने तालिका यसअघि नै निर्धारण भएको छ। अब मेन स्पेसली फोकस गर्नुपर्ने त अब सन्दीप लामिछानेले ओडिआई टिमलाई कसरी अगाडि लिएर जान्छन् भन्ने कुरा हो। किनकि रोहित कुमार पौडेलले नेपाललाई लामो समयसम्म कप्तानी गरेर विभिन्न उपाधिहरू पनि दिलाएका थिए भने लगातार 2चोटि ओडिआई स्ट्याटस पनि हाम्रो नेपालको जोगेको थियो। अब सन्दीप लामिछाने यस्तो मोडमा आएका छन् कि उनलाई अब यो ओडिआई स्ट्याटस जोगाउनु नि छ, वर्ल्ड कपको प्लेअफमा पनि पुर्याउनु छ। भनेको हामीले चाहिँ अब हामी प्लेअफ त खेल्छौँ न खेल्छौँ, तर अब त्यसमा चाहिँ ओडिआई स्ट्याटस जोगिनु पर्यो, जसले चाहिँ हामीलाई चाहिँ हाम्रो नेपालमा नेपाल प्रिमियर लिग पनि हुँदैछ, त्यसलाई पनि थप अझ मजबुत बनाउँछ यदि हामीसँग ओडिआई फर्मेट भयो भने। किनकि हामीले आइसिसीबाट पनि फन्ड पाइरहेका छौँ नि त। अब म्याचेस फीहरू हुन्छ होइन, इन्टरनेसनल के सबै त्यो अब एउटा परिधिमा बाँधेको हुन्छ। ओडिआई स्ट्याटस टिमहरूलाई आइसिसीले फन्डहरू दिन्छ। त्यसैले गर्दा चाहिँ क्रिकेट एसोसिएसन अफ नेपाललाई पनि निकै नै राम्रो हुन्छ यदि ओडिआई स्ट्याटस गेन गर्यो भने। विभिन्न अपर्च्युनिटीहरू हुन्छ, भनौँ न कुनै पनि अब सिनियर टिमहरूसँग खेल्न। अब मानौँ हामीसँग ओडिआई स्ट्याटस छ, जसलाई अब हामी वेस्ट इन्डिजसँग खेल्नु पर्यो भने त्यो हाम्रो ओडिआई स्ट्याटस हुन्छ नि त। जस्तै वेस्ट इन्डिजले पनि यससँग त ओडिआई स्ट्याटस छैन भन्ने कुरा, त्यसमा चाहिँ कुनै पनि हिन्नता हुँदैन, हिन्नता बोध हुँदैन भनौँ न। ओडिआई स्ट्याटस छ भने अभियसली अब बिग टिमहरू पनि आएर खेल्न सक्छ साथीहरू। अब यस्तै छ, के गर्ने नेपाली क्रिकेटलाई अब कहिले उकाली कहिले ओह्राली लागेको देखिन्छ। अब हामीले अब T20 वर्ल्ड कप पनि खेल्यौँ, अब इङ्ल्यान्डसम्म त्यस्तो जम्मा 4 रनले हार्यौँ भने उता इटालीसँग पनि गएर हार्यौँ। त्यसैले नेपाली क्रिकेटको पर्फर्मेन्स भनेको त्यो के भन्छ इसिजीमा देखाउँछ नि, हाम्रो तलमाथि एकदम जिगज्याग छ कि है, अब कुनै एकदम प्लेन छैन। जस्तै अब कुरा गर्नुपर्दा हामीसँगै खेलेको चाहिँ अफगानिस्तान अहिले इन्डियाहरूसँग है एकदमै सिरिज खेल्यो। अब भर्खरै उनीहरूले आफ्नै होम ग्राउन्डमा आयरल्यान्डलाई हरायो र उनीहरू डाइरेक्ट क्वालिफाई पनि भइसक्यो वर्ल्ड कपको लागि है। अब हामीसँगै खेलेको टिम हो यो। T20 वर्ल्ड कपमा हामीले हराएको हो, जुन बङ्गलादेशमा भएको थियो 2014मा। कतिपयले त्यो म्याच लाइभ हेर्नु भएको थियो। यदि त्यो म्याच तपाईँहरूले यदि कहीँ लाइभ हेर्नु भएको थियो भने कृपया कमेन्ट गर्नुहोला। मैले 2014को त्यो म्याच हेरेको थिएँ भनेर। मैले पनि हेरेको थिएँ साथीहरू। त्यो लास्टको चाहिँ यति नै रोमाञ्चक भएको थियो कि अफगानिस्तानको असगर अफगानले हो क्या लगातार चौका हानिदिन्छ अनि त्यहाँ नेपाल धन्न हार्न लागेको थियो। तर भाग्यवश 9 रनले हो क्या 9 रनले जितेको थियो भन्नुपर्छ साथीहरू। यस्तै छ। अब जस नयाँ फेजहरूमा अब सन्दीप लामिछानेले नेपालको ओडिआई क्रिकेटलाई चाहिँ राम्रैसँग अगाडि बढाउँछन् र होप गरौँ नेपालले ओडिआई स्ट्याटस पनि गेन गर्छ र ओडिआई प्लेअफ पनि खेल्छ। जस्तै हामी पहिला चाहिँ जुन जिम्बाब्वेमा खेलेका थियौँ त्यसरी नै खेल्नुपर्ने हुन्छ भन्दै म तपाईँ समक्ष आजलाई यति नै गर्दै बिदा माग्न चाहन्छु। र यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धेरै साथीहरूलाई भिडियोलाई त हेर्नुहुन्छ तर सब्सक्राइब गरेको हुनु हुँदैन भन्ने कुरा मैले चाहिँ एनालाइटिकबाट पनि हेरेको थिएँ। त्यसैले सब्सक्राइब गर्न पनि नभुल्नुहोला भन्दै बिदा हुन्छु। हस्त नेपाल, जय क्रिकेट।